डे 3 म्युजिक भिडियो सुटमा उपस्थित भइसकेको छु र आज चाहिँ तपाईहरुको लागि ग्रान्ड सरप्राइज रिभिल हुँदैछ है। ग्रान्ड सरप्राइज रिभिल हुँदैछ। म चाहिँ हाम्रो तररा चोकमा छु। अहिले चाहिँ खाजाको लागि हामी बसिरहेका छौं र यसैसँग म तपाईहरुलाई आजको हाम्रो ग्रान्ड सरप्राइज रिभिल गर्छु। तपाईहरु रेडी हुनुहुन्छ नि हैन? आर यु गाइज एक्साइटेड? आशा छ तपाईहरु एक्साइटेड नै हुनुहुन्छ होला किनकि सरप्राइज छ। मसँग को छ? मेरो चस्मामा देखिन्छ? चस्मामा देखिन्छ होला। निशल ब्रो, निशल ब्रोको कल हुँदैछ। चस्मामा देख्नुभयो तपाईले? देख्नु भएन ल। यसै गरी अब म चाहिँ रिभिल गर्छु ल। हाम्रो चाहिँ ग्रान्ड सरप्राइज पनि हल्का 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 र हामी चाहिँ आज चाहिँ हामी डे 3 को सुटमा छौं। डे 3 त्यही हो। किप वेटिङ। एकदमै राम्रो म्युजिक भिडियो आउन लाग्छ। हामीले चाहिँ हाम्रो फाइनली हाम्रो फिमेल मोडल पाइसकेको छौं। फिमेल मोडल चाहिँ रिभिल भइसकेको छ। अब आफ्नो नाम भन्दियौ न ल। भन्दिनुहोस्। नाम मात्रै भन्दा भइगयो नि। नाम त भन्नु परिहाल्छ। माय नेम इज ज्योति थापा। ज्योति थापा है। मोडल भएपछि अलिकति त हुनु परिहाल्छ। इन्स्टामा टिकटकमा फलो गर्न सक्नुहुन्छ। इन्स्टामा टिकटकमा के छ? त्यही छ नाम। त्यही छ। ज्योति थापा नै छ। तपाईहरुले हेर्न सक्नुहुन्छ। फाइनली हामीले चाहिँ हाम्रो म्युजिक भिडियोको लागि फिमेल मोडल पाइसक्यौं। ज्योति चाहिँ एकदम एक्साइटेड छ हाम्रो कामको लागि। अब हामी ब्याक टु ब्याक काम गर्छौं हैन? हामी चाहिँ अब आजको चाहिँ हाम्रो कहाँको लोकेसन छ त भन नि त। केराबारी, कोसी, हेमेन्डाडा। आज चाहिँ हामीले अलिकति प्रेसर छ किनभनेदेखि आज धेरै सिन सुट गर्नुपर्ने छ नि त हैन? फेरि अब हामीलाई भोलिदेखि त्यस्तो रस हुँदैन। भोलिदेखि चाहिँ हाम्रो लोकेसन पनि नजिक छ। आज चाहिँ सक्नै पर्ने बाध्यता छ किनकि मौसमले पनि साथ दिइरहेको हुँदैन हैन? आज दिएको बेलामा हामीले यो सक्नुपर्ने हुन्छ। अनि सबै कुरा सके पछाडि के हुन्छ? सकिन्छ। सबै कुरा सकेपछि सकिन्छ। अनि त्यस पछाडि मजा आउँछ हैन? आउटकम पनि हामी एकदम राम्रो गर्ने। हामीले मेहनत त कति गर्छौं? हामीले मेहनत भन त। धेरै गर्छौं। हामीले जति मेहनत अरूले पनि गर्छन् होला तर हाम्रो अलिक फरक छ। हामी सबै नयाँ हो, सिक्दै छौं, सिकाउँदै पनि छौं हैन? अहिले त्यही हो। अब यसै गरी अब के छ अझै भन्न चाहन्छु? भरे है? अरू दिन हैन भरे। भरे ल ल ल। बाइ बाइ। यस सनम ब्रो, व्हाट्स अप? भेरी नाइस। बोरो के छ? तपाई खुसी हुनुहुन्छ कि हुनुहुन्न? हामीले फाइनली फिमेल मोडल भेटिहाल्यौं। ठीक छ? भइसक्यो। ऐना आएन यार ब्रो। ऐना भन्दा कम छैन यार। ल ल ल ल ल छर्लङ्गै देखिन्छ ल। हाम्रो दुईजना हाम्रो क्यामेराम्यान ब्रोहरू, अब दुईजना हाम्रो त्यो मोडल आउँछ। यसैसँग हाम्रो मेल मोडलको पनि इन्ट्री भइसकेको छ। मेल मोडल भाइ के छ? हामीले फिमेल मोडल भर्खर सरप्राइज रिभिल गरिसकेको छ। अर्को मोडलसँग यस्तो व्यस्त हुने हैन है भाइ राजु? साथी हो तेरेको यार भएन यार। अर्कै मोडलसँग ए ज्योति हेर त, तिम्रो मोडल त अर्कै मोडलसँग पो म पुरा मस्किरहेछ फोनमा। के भन्न चाहन्छु? के भन्छ? अब छोडिदिनुपर्छ यस्तो मोडललाई, छोडिदिनुपर्छ है। बेलामा छोडिदिइहाल्नुपर्छ। हेर त उहाँ हेर न, उहाँ हेर न, उहाँ हेर न। तेरिका यार खतम गऱ्यो यार। खोइ हाम्रो रुपेश यता चाहिँ हाम्रो क्यामेराम्यान ब्रोहरूलाई त पालै भएन। सिङ्गल हो दुईजनै। प्योर सिङ्गल हो। यता चाहिँ प्योर सिङ्गल हो। र यसैसँग हाम्रो अर्को मोडल पनि आइसकेको छ। रुपेश राई अल द वे फ्रम तरहरा। उसले चाहिँ हिजो भर्खर एउटा नयाँ ब्रान्ड न्यू मोबाइल किनिसकेको छ। मोबाइलको नाम इन्फिनिक्स। ए गडौ सबैजना लु है। हामी फाइनली लोकेसन आइपुगेछौँ। के हो जति त अनर सनर छैन। लोकेसन आइपुगिसक्यौँ हामी। यो चाहिँ हाम्रो एउटा लोकेसन हो। म पनि लोकेसनभित्रै हो। ठिकै छ। अब आहा कति राम्रो बादल, झुलुङ्गे पुल। हाम्रो लोकेसनै आजको हाम्रो लोकेसन चाहिँ यो हो। फर्स्ट लोकेसन
अब म यता आउँदैछु हाम्रो निश्चल ब्रो। ओ भाइ सनम भाइ के हो एक्लै तिमी झोक्रा र टोला र यार के भयो? गर्मी भयो। गर्मी त भइहाल्छ नि। के भयो? गर्मी भयो? गर्मी भयो ल। सुन्नु न हो यता यता। हजुर हजुर टेपहरू टेपहरू के चाहियो क्या? टेप धागो डोरीहरू के भए पनि यसमा ओ रुपेश टेप ल्यायो क्यामेरा ए यस्ता मुलालाई पनि यो समात्नु यो ल। किन चाहियो टेप? किन चाहियो टेप? चार्ज गर्दै हाल्ने हो कि यसलाई चाहिँ यहाँनिर लगाउनु राख्नु पर्यो भनेको। के टेप? र ब्रोले के जुगाड निकाल्दैछ है? ल ल ल यसलाई हेर्नु यहाँ कसरी हुन्छ भने नि यसले त्यस्तो टेप सेप चाहिँदैन नि। यो यहाँ हाल्नु त यस्तो अरे यो अरे यसरी हाल्ने यहाँनिर यस्तो गरिदिने होइन र डबल हानिदिने कसरी झर्छ? फादर अफ मोडर्न निन्जा टेक्निक हो क्या? फादर अफ मोडर्न निन्जा टेक्निक। ल हाम्रो पावर ब्याङ्क चाहिँ यहाँ छ, क्यामेरा चाहिँ यहाँ छ, चार्ज गर्दै हान्ने आज। चार्ज गर्दै चार्ज गर्दै हान्ने। यो कसको आइडिया हो? हाम्रो देब्रोको आइडिया। जुगाड 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 झर्न पनि सक्छ डबल हानिदिने। ल ल ल ल ल ल डबल हान्ने ल। डबल हानिदिएपछि त भइहाल्छ नि। ल ल ल अब अर्को पनि पोकामा राखिदिएपछि त कसरी छिन्छ त? प्लास्टिक फेरि हामीसँग यो जति हुन्छ यहाँ जति कोही कोही बेला त अब के अरे छदौरे मोडल पनि पर्छ नि त। छदौरेहरू पर्यो भने त यस्तो झार्नेलाई त यसरी दिनु पर्यो नि त ला भनिकन खै हाम्रो मोटर चाहिँ आयो नि त यहाँनिर लुगा फेर्न गएको छन् होइन, ड्रेसिङ गर्न गएको छन्, आएको छैनन्, छिटो छिटो ढिलो भइसक्यो हामीलाई। ड्रोन पाइलटको साथमा विशाल ग्यालरी हाम्रो ड्रोन पाइलटको साथमा डरौँ हिँड्दैछ अन्त यो हो अलिक परै गएछ झन्डा भएको ठाउँमा चाहिँ यहाँ आयो झन्डा छ क्या त्यहाँ भाइ। ड्रोन आउनु आँट्यो ल। ड्रोन आउनु आँट्यो। पुलमा झलुङ्गे पुलमा हिँड्दैछु म, झलुङ्गे पुलमा कुद्दैछु। केटाकेटीहरूलाई सिकाउनु पर्यो नि हौ, नसिकाइकन भएन, गाह्रो छ। कुद्दैछु म, गली पनि सकेँ, गलिसकेँ। हेरौँ है कति मिनट या कति सेकेन्डमा पुग्दो रहेछु, कति टाढा छ हेर्नु। कुद्दैछु हिँड्दैछु, कति मिनटमा पुग्छु, क्यामेराम्यान कति बेला आइपुग्छन् देखाउँदैछु। पुग्न आँटे, सास बढेर रड्डी। म चाहिँ फेरि हाइट साइडदेखि डर लाग्दैन, त्यही भएर यत्तिकै कुद्दिन सक्छु। आइपुग्यो के हो अनि यार दिउँ यो ह्यामर रे, बुझ्दैनौ? अब यहाँ सुन अब के गर्ने भन्दाखेरि नि फोनको सबै इन्स्ट्रक्सन तिमीले बुझ्ने। उसले बुझेन, यो भाइले यो ननसेन्सले बुझेन। किन बुझ्ने? दामी भएको छ कि। अब यहाँ स्ट्यान्ड राखेर लिन्छौँ कि अनि त्यस पछाडि यहाँदेखि यहाँको सिन सकिन्छ होइन। अब यहाँनिर स्ट्यान्ड राखेर लिनुपर्छ। देखिन्छ नराम्रो, रियलमा त राम्रो। कस्तो गोरो गोरो देख्छु त। सबै तिमीले त गरिदिएको, यो मेरो त गोरै छैन, म पो त कालो होइन। दुईजनामा कति डिफ्रेन्ट देखिरहेको छ आज। हेर्नु न अरू बेला सेम हुने मान्छे हेर्नु एकचोटि फेरि फर्काइदेऊ त। हेर्नु न ल ठिक छ। अब तिमीलाई देखाएर बोला बोला न कस्तो फिल भइरहेछ, कस्तो हुँदैछ? ल आज चाहिँ हाम्रो चाहिँ डे 3 भन्छु ल। तपाईँको नाम नितेन हो कि नितेन हो? खासमा नितेन। उहाँ केही बुझ्नुहुँदैन रहेछ। गोप्ते, त्यसै नाम गोप्ते राखेको रहेछ। तिनचोटि भन्दा पनि बुझ्नु हुँदैन उहाँ। अनि अरू गाह्रो रहेछ है नितेनसँग काम गर्ने, एकदम गाह्रो त बुझ्नुहुँदैन रहेछ। बुझ्दैन क्या, नितेन गोप्ते छ ऊ। देख्नुभयो नि अन्डरस्ट्यान्डिङ गर्दैन। मोरल ल ठिक छ राजले भने अरे मान्छेले क्लोजअपमा छ केटाकेटी बोल्नु न, कस्तो गफ गर्दैन हौ। तलदेखि म यतिकोमा आउँदैन होला नि त होइन। ए गफ गर्ने हो नि यार, कस्तो गफ नगर्ने हो त? भएको छैन, गरिराख न एक्टिङ जबसम्म कट भन्दैन। एक्सन तिमीहरूको मजाको अनुहारहरू आइरहेछ है।
यो गोक्ते भाइकै अनुहार कहिले देखिँदैन। कति राम्री आइरहेछ। खिच खिच दुईजना गयो चट्ट परेर बेहुला जस्तो। चट्ट परेर तिमी पनि त बेहुली जस्तै छौ नि त। चट्ट परेर बेहुली चट्ट परेर ए बहो देखाएछ। जाऊ न तिमी पनि जाऊ न अगाडि। जाडो कस्तो यस्तो गर न जोड्दै। यत्रो जोस रहेछ त अघि त त्यता थियो यत्रो जोस। कराउ त तिमी देखेर कस्तो नर्भस भयो। नर्भस हुन्छ खालि कहिले देखाउँछ कि हेर न अघि देखाउ। मलाई गोक्ते माछी काँडैले नजर लाउँदैमा छेक्यौ डाँडैले। माछी काँडैले नजर लाउँदैमा छेक्यौ डाँडैले। अनि के भन्छ मेरो माया मेरो माया मेरो माया कहाँ पुग्यो भनी कहाँ पुग्यो भनी रुख चढी हेर्दैछु म पनि। माछी काँडैले नजर लाउँदैमा छेक्यो डाँडैले। माछी काँडैले नजर लाउँदैमा छेक्यो डाँडैले। मेरो माया मेरो माया। ओके ल मेरो माया धन्यवाद। हुन्छ धन्यवाद। गाउनुपर्छ गीत भनेको बजाउनुपर्छ। यस्तो गोरेदेवी यहाँ त यो यस्तो गरिदेऊ न। यो केटा साह्रै लदा हालिदेऊ न तिमी। खान्छ कि बा? वाउ फ्यान्टास्टिक फिल गराइदेऊ त। यहाँ मात्रै हो नि फेरि यहाँ बिहान स्टेसनमा मात्र उसले हालिदिनु हो नि फेरि रियलमा खुवाइ पनि देऊ ल। खुवाइदेऊ यतिको गर्नु पर्यो नि त। केमिस्ट्री नत्र कसरी मिल्छ होइन। ल भयो ओके। हेभेन डाँडा चाहिँ यस्तो छ। हाम्रो क्यामेराम्यान ब्रोले चाहिँ फ्रेम चेक गर्दै हुनुहुन्छ। हाम्रो मेल मोडल चाहिँ ड्रेस चेक गर्दैछ। त्यही भएर हामी चाहिँ यहाँ निश्चल ब्रो यतिकोमा ठिक हुन्छ। यतिकोमा ठिक हुन्छ है। अगाडिबाट के हो यो पुरै उसमा हानेको रहेछ नि त। ए यतिकोमा हेर त है टाइट फ्रेम। लु है हामी चाहिँ हेभेन डाँडा आयौँ है। हेभेन डाँडा आयौँ। हाम्रो वहाँनिर नितेन मोक्तान त्यहाँ छ है। नितेन मोक्तान त्यहाँ छ। निश्चल ब्रोले हान्दै हुनुहुन्छ है क्यामेरा। नजिकबाट नल्याउनु है। अब कति नजिक लाग्यो म यस्तो नजिक। टाढा छ हौ टाढा छ। नराम्रो आउँछ नि त्यहाँबाट त। यहाँबाट त फेरि नराम्रो आउँछ नि फेरि। हेर्नुहोस् है हेभन भनेको यही हो है। हेभन भनेको यही हो। चस्मा कहाँ छ? चस्मा ल्याउनु। चस्मा लाउँछु म। अहिले दिन्छ नि यहाँ त गर्छ खालि धुर्मुस। ए हामीले यहाँनिर यस्तो छ क्या हाम्रो म्युजिक भिडियोमा चाहिँ केमिस्ट्री कालो क्या घनश्याम धुर्मुस भएर होइन मोडल धुर्मुस भएर हेर्नु त यहाँ है। धुर्मुसलाई अब म बनाउनको लागि पनि कति टाइम लाग्छ त हेर्नु है। हो एकदम उसले उयो गर्दैछ। थ्याङ्क यू सो मच। मेकअप गराइदिँदैछ होइन। एकदम धन्यवाद। क्यामेरा मान्छे चेन्ज हुनुभयो त। दाइ थ्याङ्क यू। क्यामेरा आएपछि हेर नि दाइ सुन्नु नि। थ्याङ्क यू इज नट इनफ फर हर। बुझ्नुभयो? के दिनुहुन्छ त? के चाहियो न? खोइ त नि हात दुख्नु त भयो नि। है यतापट्टि दल्यो त यतातिर यहाँ यतातिरलाई कानको पछाडितिर ट्याप्ले पाल्देऊ न। घाँटी साडीतिर दिनु पऱ्यो नि मोरललाई। टाइम ल्याप्स हो एकछिन पछि हुन्छ। अब खै यता हेर त यता हेर त। ए यो गर न। यो माथिको निधारको छेउछाउतिर यहाँबाट चाहिँ छुट्टिन्छ क्या मेकअप गरेको नगरेको। त्यहाँ त मेकअप लगाइदिन्छौ कि? ए ल ल ए भाइ यार ल हो ए कति राम्रो
होइन त ज्योति अब हेर त अब चाहिँ हल्का हल्का अझै स्टिल पुगेन तर ठिक छ होइन त केटा छोरा मान्छे कालै ठिक हुन्छ यार खाइदिइहाल है खाइदिइहाल काली ओराली गर्दै के भन्छ आँखाभरि सासै गयो यसै गरी आजको हाम्रो सकेको छ फाइनली हाम्रो उदासको राजा उदासको है ओइ दाइ मलाई त्यो फ्याल्दिन त त्यो मेरो त्यो हो त्यो उदासको राजाले बल्ल बल्ल सको बाहिरबाट लाउने हो उदासको राजाले सको ज्योति फाइनली हामीले सक्यौँ होइन त कस्तो भयो त ल आजको हाम्रो डे 3 तर तिम्रो चाहिँ फर्स्ट डे एकदमै राम्रो एक्सपिरियन्स थ्याङ्क यू फर चुजिङ मी थ्याङ्क यू फर जोइनिङ अस एन्ड आवर टिम एकदम खुसी लाग्यो तिमी आइदेऊ होइन एकदम खुसी लाग्यो जे होस् फिमेल मोडल पनि आयो आजको काम पनि भयो आज राम्रो गऱ्यौँ होइन अब भोलि पनि गर्छौँ पर्सि पनि गर्छौँ अब रेगुलर हुन्छ होइन सो फर्स्ट डे एक्सपिरियन्स कस्तो भयो अब आजै गएर एडिट गरेर फर्स्ट एक्सपिरियन्स राम्रै भयो म्युजिक भिडियो होइन केटा चाहिँ कस्तो रहेछ त मेल मोडल राम्रो हुनुहुन्छ हि इज लर्निङ होइन म पनि सिक्दैछु उहाँ पनि सिक्दै हुनुहुन्छ होइन अनि कतिको बिगार्दो रहेछ त केटाले अब बिगार्नु त मिस्टेकबाट सिकिन्छ नि त वी लर्न बाई मिस्टेक होइन फेल भनेकै फर्स्ट एटेम्प्ट इन लर्निङ होइन त अफकोर्स सुरुमा कसले पर्फेक्टली गर्न सक्छ र हो त्यही हो नो वान इज बोर्न पर्फेक्ट यस तिम्रो यही हो नि त भनाइ यस थ्याङ्क यू फर वाचिङ बाई बाई